हेलो गाइज वेलकम ब्याक। हामी चाहिँ अहिले कलेजमा छौँ र कलेजको अवस्था हेर्न सक्नुहुन्छ। पानी कस्तो दामी परिरहेको। यता मेरो ड्रिप्टी साथी छ हेर्न सक्नुहुन्छ, रिजन दोष। यता मेरो निकै साथी अनि यहाँनिर चाहिँ म अनि दुईजना साथी चाहिँ जाँदैछ टक्क कक्षातिर बस्नुको लागि। आकाश यस्तो गड्याङ गड्याङ गरिरहेछ नि होइन। तपाईँले हाम्रो स्वर पनि मजाले सुन्नुभएको छैन होला। यस्तो केटा हो के भन्नु छ मेरो ब्लगमा। अब हामी लाग्दै हामी कक्षातिर गाइज। ओभर पानी पर्दैछ के निकै जस्तो यहाँ कलाबाजी देखाउँछ भन्दै है गाइज। ओ बाहुबली आइसकेको छ गाइज यहाँ। अब हाम्रो यहाँ ब्रेन्चमा बस्नुपर्ने हुन्छ गाइज हामी। अब हामी यहाँ अब हामी के गर्ने भन्दा अब हामीसँग पैसा छैन, त्यसैले अब हामी यहाँनिर चिल हान्दै बस्छौँ। ओ 1000 रुपियाँ रहेछ गाइज, 1000 रुपियाँ हाम्रो दोस्तसँग। तर एनबी गाइज यो चाहिँ दोस्तको कामको पैसा हो, त्यसैले हामी चलाउन मिल्दैन गाइज। त्यसैले गाइज केही पनि होइन। जाडो भयो गाइज, केही पनि होइन गाइज। जाडो गयो गाइस। ओभर जाडो छ गाइज, केही भन्नु छ। अब भलिबल खेल्दिउँ गाइस। ओए नेट छ हैन, बास्केट छ तर ग्राउन्डमा घाँस छ। यस 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 गाइज, हाम्रो नेट छ तर भलिबल खेल्ने मान्छे छैन। प्रब्लम त गाइज। यो पानीहरूदेखि चाहिँ तपाईँहरू बचेर बस्नु होला, किनकि यस्तो अवस्थामा जे पनि हुनसक्छ होइन। नचलाउनु होला। मान्छे हुन्थ्यो तर नेट हुँदैन थियो, भलिबल हुँदैन थियो। भलिबल छ, नेट छ, खेल्ने मान्छे छैन। गाइज अब यही हो। अहिलेसम्म भ्लग हेर्नुभएको छ भने चाहिँ लाइक सब्सक्राइब र सेयर र फलो गर्नु चाहिँ नबिर्सिनु होला। हस् धन्यवाद। स्टे ट्युन। फेरि म नयाँ भ्लगसँग आउनेछु। आजको लागि त्यही दिन गाइज, म भेट्नुपर्छ हामी नेक्स्ट भ्लगमा।